तपाईँको मोबाइल कतै हरायो अथवा कतै तपाईँले आफै राखेर बिर्सिनुभयो, तपाईँलाई मोबाइल भेट्टाउन गाह्रो भयो भने तपाईँ यसरी आफ्नो डिभाइस चाहिँ तपाईँले पत्ता लगाउन सक्नुहुनेछ। तपाईँ सुरुमा तपाईँको मोबाइलमा भएको क्रोम ब्राउजर ओपन गर्नुहोला। सर्च बारमा फाइन्ड माई डिभाइस टाइप गरेर सर्च गर्नुहोस् र सबैभन्दा माथि टपमा जुन चाहिँ तपाईँले चाहिँ वेबसाइट देख्नुहुन्छ यसलाई चाहिँ तपाईँले क्लिक गर्नुहोला। यो साइन इन भनेर चाहिँ तपाईँले यहाँ लेखेको देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नुहोला र यसमा क्लिक गरिसकेपछि तपाईँले तपाईँको चाहिँ जुन मोबाइल चाहिँ हराएको छ अथवा तपाईँले बिर्सिनु भएको छ त्यो मोबाइलको जिमेल अकाउन्ट चाहिँ तपाईँसँग हुनुपर्ने हुन्छ। त्यो जिमेल अकाउन्ट चाहिँ साइन इन गरिसकेपछि तपाईँले यसरी चाहिँ क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि तपाईँले यस्तो खालको चाहिँ इन्टरफेस खुलेको छ, तपाईँले चाहिँ यहाँ देख्न सक्नुहुनेछ। जस्तो अहिले चाहिँ यहाँ त माई डिभाइसको तल यहाँ देख्न सक्नुहुन्छ तपाईँले रियलमी भनेर यो मेरो अहिले जुन मोबाइल प्रयोग गर्दैछु यो मोबाइल हो भने तपाईँको इन्फिनिक्स हट 9 प्ले भनेको छ। यो चाहिँ तपाईँको हराएको अथवा बिर्सिएको सेट हो भने यसरी चाहिँ तपाईँले यसमा चाहिँ इन्फिनिक्सलाई क्लिक गर्नुहोला। तपाईँको यहाँ लोकेसन पनि देखाइसकेको छ यसले र तपाईँले तपाईँको मोबाइल कहीँ हराएको छ नजिकै छ भने तपाईँले प्ले साउन्ड गरेर बजाउन सक्नुहुन्छ। ब्याक गर्नुहोला र यसलाई स्टप गर्नुहोला। तपाईँले सेक्युर डिभाइसमा गरेर यो मोबाइलको लक गर्न सक्नुहुन्छ। तपाईँको फोन नम्बरमा चाहिँ ओटिपी कोड पठाउन सक्नुहुन्छ। यसरी चाहिँ क्यान्सल गर्नुहोला। दुईवटा डिभाइसको चाहिँ तपाईँले चाहिँ लोगो देख्न सक्नुहुन्छ। एउटा मेरो मोबाइल यहाँ छ भने अर्को मोबाइल यहाँ छ। यसरी चाहिँ यसले घन्टी बजाइरहेको हुन्छ। तपाईँ हट 9 प्ले गर्नुहोस्। त्यसपछि तपाईँले चाहिँ गेट डिरेक्सन गर्नुहोस्। तपाईँ यो मोबाइल जहाँ छ र तपाईँ चाहिँ यहाँबाट डिरेक्सन चाहिँ यसरी चाहिँ क्लिक गर्नुभयो भने यो मोबाइल जहाँ छ यसले चाहिँ तपाईँलाई त्यहीँ चाहिँ लगिदिनेछ। तपाईँले आफ्नो डिभाइस चाहिँ तपाईँले भेटाउन सक्नुहुनेछ।